तिमी बोल्न नचाहनेलाई के थाहा, तिम्रो एक बोली सुन्नको लागि यो मन कति धेरै तडपिरहेको छ भनेर। तिम्रो व्यवस्थाले नै त हो आज तिमीबाट टाढा बनाएको मलाई। कमसे कम एक फेर आफ्नोपनको महसुस तिमीले मलाई दिलाउन सकेको भए आज हामी यसरी छुटिने नै थिएनौँ। तिमी उस्तै बिजी तिम्रो संसारमा, अनि म पागल हरपल डुबिरहने तिम्रै यादहरूमा, कुरिरहने तिम्रो एक कल मेसेज। तर हर बार अनलाइन भएर पनि समय नै नहुने तिमीसँग अब गुनासो पनि खै के नै गरौँ म। हुन त अझै पनि चेक गर्छु तिमी अनलाइन छौ कि छैनौ भनी, तर तिम्रो कल मेसेजको आश पनि लाग्दैन अब। तर तिमीसँग यति धेरै बोल्न मन लाग्दै पनि यसरी मन मारेर बस्नुपर्छ मैले कहिले सोचेको नै थिएन।